has begun. So we are on the way to 10 miles. Okay, now journey has begun. So we are on the way to 10 mile. 10 mile. It's called गाउँ को नाम के हो? सेवक 10 माइल. ओके. जहाँ नानी हाम्रो सानो भाइलाई किडन्याप भएको थियो. हामी त्यही गाउँमा प्रचारको लागि जाँदैछौँ. प्रभुको सुसमाचार, प्रभुको शान्तिको प्रचार गर्नको लागि, प्रभुको जीवनको वचनलाई प्रचार गर्नको लागि हामी गइरहेका छौँ. हामीसँग पास्टर सुरज हुनुहुन्छ, मेरो पत्नी अनन्या, अनि हाम्रो भाइ उपर ऐनामा देख्दै गरेको रोशन, फ्युचर सिल्डोन, अनि यतापट्टि अभिषेक छ. यहाँ हाम्रो भाइ रोहित खलासी जस्तो झुन्डिरहेको छ. अनि मर्कुस भाइ छ, मर्कुस. ऊ चाहिँ मर्कुस हो. म चाहिँ आजको होस्ट. किनभने दुईजनाकै नाम रोहित पर्यो के, त्यही भएर मेरो चाहिँ सानैदेखि पास्टर बुवाले मर्कुस राखिदिएको भए साह्रै राम्रो लाग्छ मलाई पनि नाम. त्यही भएर आजदेखि मेरो नाम मर्कुस. ओके, हामी अझै पनि ब्लगमा कन्टिन्यू हुनेछौँ. तपाईँहरू कन्टिन्यू रहनु होला. हामीसँग पास्टर बाउ हुनुहुन्छ, पास्टर सुरज. उहाँबाट केही कुराहरू हामी सुनेछौँ. आजको प्रोग्राम कस्तो हुनेछ, के छ? हुन्छ, परमेश्वरले हामीलाई यो आजको दिन यो अपर्च्युनिटी दिनुभएको छ. अनि प्रभुले आशिष गरेको होस्. हामी जुन ठाउँमा जाँदैछौँ र त्यहाँ धेरै आत्माहरू छ, ताकि तिनीहरूको बिचमा गएर प्रभु यीशु ख्रीष्ट चाहिँ उहाँ हाम्रो मुक्तिदाता हुनुहुन्छ भनेर उहाँको जन्मदिनको बारेमा, साथै त्यस गाउँमा भएका व्यक्तिहरूलाई हामी सुसमाचार सुनाउन गइरहेको छौँ. सबैजना हाम्रो विश्वासी दाजुभाइ दिदीबहिनीहरूले प्रार्थनामा याद गरिदिनुहोस् होला. हुन्छ, केही समय अगाडि हामी त्यहाँ जाने निर्णय गरेको थियौँ, तर परमेश्वरले आजको दिन जुटाइदिनु भएको छ. हामी जति पनि टिमहरूलाई पनि परमेश्वरले आशिष गरेको होस्. र हामी सबैलाई र फेरि पनि जय मसीह, नमस्कार. ओके गाइज, स्टे ट्युन, काहीँ नजानु होला. अपकमिङ आउँदैछ भिडियो. र फाइनली गाइस, हामी यहाँ खप्रेमा आइपुगेको छौँ. र यहाँदेखि फेरि हामी अर्को गाडीमा जानेछौँ. र पास्टर बुवाहरू अब गाडी मिलाउन जानु हुँदैछ यहाँदेखि चाहिँ. र भेना पनि गाडी मिलाउनुहुन्छ. अनि त्यहाँदेखि चाहिँ हामी यहाँ एकछिन भेला भएर चाहिँ अनि फेरि त्यो गाडीमा चढेर चाहिँ हामी जुन प्रिचिङ गर्ने ठाउँ, जुन चाहिँ मेन ठाउँ छ त्यहाँ जानेछौँ डाइरेक्ट. अनि र तपाईँहरू हाम्रो भिडियोमा बनिराख्नुहोस् होला. र आज र तपाईँहरूलाई अपडेट दिइराख्छौँ. ओके गाइस. सो फाइनली गाइस, हामी ठाउँमा आइपुगेको छौँ. र ठाउँमा आइपुगेर चाहिँ हामीले अङ्कललाई भेट्यौँ. र अङ्कलको लागि चाहिँ हाम्रो सञ्जीव भेनाले प्रार्थना गरिदिनु भयो. र प्रार्थना गरेर चाहिँ हामी फेरि अर्को ठाउँमा चाहिँ जहाँ निस्क्यौँ फेरि. फाइनली अङ्कललाई प्रार्थना गरेर हामी यहाँ चाहिँ आयौँ. यहाँ आएर चाहिँ यहाँ फेरि एकजना बोजू देख्यौँ. र बोजूसँग चाहिँ बाजे हुनुहुन्थ्यो. र बाजेहरूसँग पनि कुराकानी भयो. र बोजूसँग पनि. र बोजू चाहिँ विश्वासी रहेछ. र बोजूले चाहिँ भन्नुभयो, र तपाईँहरू आएर यहाँ साह्रै राम्रो लाग्यो यसरी प्रार्थना गरिदिनु भएकोमा भनेर चाहिँ हामी चाहिँ यहाँ फेरि यहाँ घर देख्यौँ, बोजूको घर. अनि यहाँदेखि मैले ब्याकग्राउन्डहरू यसो देखाउँदैछु तपाईँहरूलाई. घर हेर्नु, घरमा फ्लावर्स एन्ड फ्लावर्स मात्रै छ होइन. अनि यहाँ चाहिँ हामीलाई ट्रेकहरू पनि बाँड्यो. अनि यहाँ फाइनली मैले एउटा कस्तो दामी चरा देखेँ होइन गाइस. यहाँ क्या राम्रो, कति सुन्दर चरा देखेर चाहिँ यहाँ फेरि उडेर गयो. गाइस फाइनली सबै प्रार्थनाहरू गरेर हामी
फेरि यहाँ एकजना 20 वर्षको फाइनली गाइस हामी चाहिँ ट्रेकहरू बाडिसकेर फेरि हामी त्यही घरभित्र फेरि सबैजना यो घरतिर र सबैजना छौँ केटाहरू योधहरू र अनन्यहरू हुनुहुन्छ हामी सबै योधहरू भएर चाहिँ यहाँ बाहिर पर्खिरहेछौँ अब हामी फेरि पस्नेछौँ भित्र र फाइनल गाइस भित्र पसिसकेको छु र यहाँ चाहिँ हामीहरूको लागि चाहिँ आन्टीहरू यहाँ प्रार्थना गरिराख्नु भएको रहेछ रिफ्रेसमेन्टको लागि र मिठो गरी रोटी बनाइराख्नु भएको रहेछ पुरी सब्जी र आलुदम चाहिँ सिलगढीमा चाहिँ साह्रै फेमस छ के गाइस र यहाँ प्रार्थना गर्नु हुँदैछ र त्यो प्रार्थना गरिसकेर हामी आफ्नो भोजन खानेछौँ यहाँ र सबै बसिसकेका छौँ अब हामी यहाँ खानेछौँ अनि यहाँदेखि हामी निस्किनेछौँ र फाइनली गाइस हामी सबै खानासाना खाएर अब चाहिँ हामी फर्किनेछौँ सिलगढीतर्फ अब हाम्रो ठाउँतर्फ र यो ठाउँ चाहिँ इसान भाइ किडन्याप भएको ठाउँ चाहिँ यही ठाउँ हो र उहाँको मम्मी चाहिँ यहाँ सानो दोकान खोलेर बसिरहेछ स्ट्रिट दोकान यहाँ तपाईँ देख्न सक्नुहुन्छ र यहाँ पास्टर बुवा हुनुहुन्छ र इभेन्जलिस्ट सञ्जीव भेना यहाँ हुनुहुन्छ र उहाँहरू प्रार्थना गरिदिनुहुन्छ अब यहाँ 1-2 सब भन्नु हुँदैछ अब यस्तै छ के गर्नु फेरि त कति आमालाई कस्तो भइरहेको होला आफ्नो छोरा 4 महिनादेखि लापत्ता भएकोमा हामी केही गर्नु सक्दैनौँ जस्ट परमेश्वरको हातमा छ र हामी यहाँ प्रार्थना गरिदिनु हुँदैछ पास्टर बुवा र सञ्जीव भेनाले हामी त अब यही हो परमेश्वरको तपाईँहरू पनि प्रार्थना गरिराख्नुहोस् होला चाँडै न चाँडै हाम्रो इसान भाइ भेटियोस् भनेर र हामी यहाँ प्रार्थना गरेर चाहिँ हामी यहाँदेखि फर्किनेछौँ गुड आफ्टरनुन अब हामी वापस जाँदैछौँ तपाईँहरूलाई स्वागत छ फेरि पनि हाम्रो यो आजको ब्लगमा अनि हामी वापस हुँदैछौँ सबैजना छ हामीसँग बुढो अङ्कल हुनुहुन्छ गुरुङ अङ्कल अनि ढाका टोपी लाएर हाम्रो आजको लिड गर्ने उहाँ नै हुनुहुन्छ यता हिरो उता हिरोइन आज चाहिँ उहाँ डान्स गर्नु पाउँछ कि भनेर एकदम तयारी म्यारी भएर आएको र अहिले हामी सुकुनाको जङ्गलमा छौँ यति दामी भ्युज छ है फेरि पनि जय मसिह गाइस र आजको यति नै छ तपाईँको यो सानो भ्लगमा बनिदिनु भएकोमा धन्यवाद छ र यहाँ अब हामी फर्किँदैछौँ र यहाँदेखि चाहिँ जङ्गल देख्न सक्नुहुन्छ यो चाहिँ जङ्गल र अब हामी यहाँदेखि फर्किँदैछौँ आफ्नो ठाउँमा र प्रार्थनाहरू गरिसकेर र फेरि पनि भेट्नेछौँ अर्को भिडियोमा गाइस ठिकै छ ओके बाई बाई सी यू अगेन गड ब्लेस यू अल